फुलहरूमा मात्र होइन जेसिस काँडाहरूमा पनि फुल्नुपर्छ। सकारात्मक सोच र विचारले समृद्ध नेपाल जेसिस बन्नुपर्छ। थ्याङ्क यू फाउन्डेसन चेयर रिटर्निङ अफिसर वर्ष 2025 का राष्ट्रिय अध्यक्षज्यू, त्यस्तै गरी वर्ष 2025 का बोर्डका पदाधिकारीज्यूहरू, त्यस्तै गरी विभिन्न शाखाबाट पाल्नुभएका डाइनामिक लिडर ब्रान्ड एम्बेसडर शाखा अध्यक्षज्यूहरू, त्यस्तै गरी पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पाल्नुभएका सम्पूर्ण जेसिस मनहरूप्रति म जेसी नवीन श्रेष्ठ पूर्ववारी जेसिसको प्रस्तुति यहाँहरूमाझ वर्ष 26 का लागि नेसनल भिपी क्यान्डिडेट यहाँहरूमाझ म हार्दिक नमन गर्न चाहन्छु। नमस्कार, जय जेसिस। व्यक्ति परिवर्तन भई समाज परिवर्तन हुन सक्दछ र समाज परिवर्तन भई राष्ट्र परिवर्तन हुन सक्दछ। यही भावनालाई सिरोपर गर्दै मैले वर्ष 2026 का लागि नेसनल भिपी क्यान्डिडेट भइरहँदा मेरा एजेन्डाहरू यहाँहरूमाझ राख्न चाहन्छु। पहिलो रहेको छ प्रभावकारी तालिम र मेरो उपस्थिति। म यहाँ केवल पदका लागि मात्रै आएको होइन, म परिणामको लागि आएको र मैले वर्ष 2026 का लागि मेरा असाइन सेक्टरहरूमा कम्तीमा वर्षभरिमा 3वटा मल्टी सेक्टर कार्यक्रमहरू गर्नेछु। सँगसँगै उक्त तालिमहरूमा चाहिने प्रशिक्षक ट्रेनरज्यूको व्यवस्थापन म आफै गर्नेछु। र अर्को एजेन्डा रहेको छ प्रशिक्षक ब्याङ्क र सहकार्यमा जोड। ट्रेनर नयाँ धेरै उत्पादन गर्नु ठुलो कुरो होइन, त्यसलाई बरकरार राख्नु, त्यसलाई कन्टिन्यू गर्नु ठुलो कुरा हो। र मैले वर्ष 26 मा नेसनल भिपी भइरहँदा मेरा च्याप्टर्स असाइन च्याप्टरदेखि बाहेक नेपालभरिका विभिन्न शाखाबाट नेपाल जेसिसका विभिन्न शाखाबाट यदि कुनै शाखाले ट्रेनरको माग गरेमा म ट्रेनरको व्यवस्थापन म आफै गर्नेछु र उक्त शाखाको कार्यक्रममा म आफै उपस्थित भएर त्यहाँको व्यवस्थापन सहजीकरण गर्नेछु। त्यस्तै गरी अर्को एजेन्डा रहेको छ व्यक्तिगत र व्यावसायिक फ्युजन। मेरो आफ्नै व्यवसाय भएको हिसाबले म एक व्यवसायी भएको नाताले म बुझ्दछु कि व्यावसायिक नलेज र विषयगत जानकारीको विषयमा म आफ्नो कुरा यहाँलाई के भन्न चाहन्छु भने व्यक्तिगत हामीले जेसिसमा हामीले विभिन्न तालिमहरू हामीले जेसिसलाई तालिमको विश्वविद्यालय पनि भन्छौँ र व्यवसायलाई हामी आफैलाई परिचित गर्न सकिरहेका छैनौँ। हामीले शिक्षा त्यसलाई तालिम मार्फत हामीले उपलब्ध गराउन सकेका छैनौँ र यस कुरालाई पनि म वर्ष 26 मा अगाडिको रूपमा अगाडि बढाउने म यहाँहरूमा जानकारी गराउन चाहन्छु। त्यस्तै गरी अर्को रहेको छ जेसिआई राइज र एसटिजीलाई प्रवर्तन। जेसिआई राइज अन्तर्गत सस्टेनेबल इकोनोमी र मेन्टल हेल्थ अवेरनेसको विषयमा वर्ष 26 का लागि यही आधारमा रहेर विभिन्न कार्यक्रमहरू गरिनेछन्। साथै एसटिजी अन्तर्गत सस्टेनेबल इकोनोमी अन्तर्गत रहेर हामीले कम खर्चमा दिगो कार्यक्रमहरू गर्न सक्ने र लङ टर्म प्रोजेक्टको रूपमा हामीले एसटिजीमा रहेर हामीले त्यस्ता कार्यक्रमहरू गर्न सक्छौँ भन्ने म यहाँहरूमाझ बाचा गर्न चाहन्छु। र अन्त्यमा म केवल पदका लागि आएको होइन, म परिणाम गर्न काम गर्न आएको हुँ र यहाँहरूमाझ म कम बोल्ने र काम गर्ने भएको कारणले वर्ष 26 का लागि यदि यहाँले भिपीका लागि सुनौलो अवसर दिनुभयो भने म वर्ष 26 लाई तालिम र उद्यमशीलताको वर्ष बनाउने यहाँहरूमाझ बाचा गर्न चाहन्छु। धन्यवाद। जय जेसिस। धन्यवाद। उहाँलाई प्रश्न वर्ष 2026 का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवार जेसी नवीन श्रेष्ठज्यूलाई शुभकामना। साथै
जितको अग्रिम शुभकामना गर्न चाहन्छु। यो प्रश्न उहाँले ककसमा भन्दा छुटाउनु भएको कुराहरूलाई जोड्ने एउटा माध्यम पनि बन्न सक्छ भन्ने मलाई लागेको छ। उहाँ आफै प्राविधिक क्षेत्रसँग सम्बन्धित एउटा व्यवसाय हुनुहुन्छ। सायद त्यो ककसमा त्यो कुराहरू आएन। उहाँ इन्टरनेट व्यवसाय पनि हुनुहुन्छ जहाँसम्म मलाई लाग्छ। उहाँ प्राविधिक व्यवसायी हुँदै गर्दाखेरि शाखाहरूलाई प्राविधिक युगमा रहेको अहिलेको जुन प्राविधिक युग छ त्यसलाई प्राविधिक मैत्री बनाउनको लागि तपाईँको भूमिकाहरू के रहनेछन् र तपाईँको जुन अघि ककसमा प्रस्तुत गर्नुभएको जुन एजेन्डाहरू छ सायद त्यो धेरै महत्त्वकांक्षी एजेन्डाहरू पनि रहेका छन्। त्यसलाई पुरा गर्नको लागि तपाईँ समय व्यवस्थापन लगायत अरू पाटोहरूलाई व्यवस्थापन गर्न के सक्षम हुनुहुन्छ त? थ्याङ्क यू। रमाइलो एसिसका अध्यक्ष, हामीले इन्टरनेटको प्रयोग गरेर प्रविधि मैत्री बनाउन सक्यौँ भने हामीले त्यही खर्च इक्जामको तपाईँको 50,000 लाग्छ भने कुनै पनि तालिम सञ्चालन गर्न 50,000 लाग्छ भने त्यही तालिम हामीले प्रविधिले प्रयोग गरेर हामीले गर्न सक्यौँ भने 5,000 देखि 6,000 मा हामीले उक्त कार्यक्रम उक्त इम्प्याक्ट सेम इम्प्याक्ट हुने गरेको कार्यक्रम हामीले त्यही प्रविधिलाई युज गरेर गर्न सक्छौँ। र यहाँहरूलाई पनि थाहा नै छ हामी प्रविधिमा कति नजिक छौँ। हामीले जति पनि अहिले कुरा गरिरहेका छौँ, हामी जति अहिले यहाँ हिँडिरहेका छौँ प्रविधिसँग कति पनि हामी नजिक छौँ। र मैले समय व्यवस्थापन कुरा जुन गर्नुभयो, समय व्यवस्थापन भनेको हामीले जेसिसमा सिकेको नै यही नै हो, लिडरसिप डेभलपमेन्ट एन्ड टाइम म्यानेजमेन्ट। थ्याङ्क यू। धन्यवाद। नेक्स्ट